बाबा, आज हजुरहरूको गेट टुगेदर कार्यक्रम होइन र? होइन नि सानो, प्रियाले तिमीलाई झुक्क्याएर रानी महल जाने प्रस्ताव राखेकी थिए। त्यही जान पनि मलाई झुक्क्याएर जानुपर्छ त। सिधै भनेको भए मैले रोक्दिन थिएँ नि। मलाई हजुरप्रति विश्वास छ राणा साहेब। जब आफ्नो मान्छेको विश्वास हुन्छ नि, तब दोष अरूलाई लगाउनै पर्दैन। भगवानले बनाएको जोडी हो साहेब। सानोतिनो कुराले रोकिने छैन, न त तोडिने नै छ। हाम्रो नाता खरानीको डोरी जस्तो होइन, अनि हजुरको मन घिउ जस्तो पग्लिने पनि छैन। हजुरले हजारौं केटी घुमाए पनि मलाई चित्त दुख्ने छैन, कारण सौतेनी आमा भएर पनि मैले हाँसी हाँसी आफूलाई सौता राख्न तयार भएको थिएँ। यस्तो वज्रपात त हजुर रोकी बक्सियो भने बाटोमा हिँड्ने जो कोही भेटेको एक दुईटा केटीमा हजुरको मन अडिएला म सोच्नै सक्दिन राणा साहेब। हजुरले मलाई झुक्क्याएर अरू केटी घुमाए पनि दोषी म केटीलाई देख्छु, कारण हजुरले मलाई विश्वासले जितिसक्नु भएको छ।